हजुरहरूले सुन्नुभएको होला कि बियरको सेवन गरेपछि मृगौलामा भएको पत्थरी निस्किन्छ। के यो यथार्थ हो कि झुटो हो, भ्रम हो? आज यसै बीच कुराकानी गर्दैछु। नमस्कार, म तपाईँहरूको फिजिसियन डाक्टर विवेक प्रभात शाह। सर्वप्रथम बियरको सेवन गरेपछि यसले धेरै पिसाब लगाउँछ, अर्थात् डायुरेटिक्सको काम गर्छ, जस कारणले गर्दा सानोतिनो ढुङ्गा छ भने यसले निकाल्न सक्छ। तर दीर्घकालीन रूपमा त्यस्तो हुँदैन। बियरको सेवन गरेपछि हाम्रो शरीरलाई डिहाइड्रेसन गराउँछ, अर्थात् पानीको कमी गराइदिन्छ, जस कारणले गर्दा नयाँ प्रकारको ढुङ्गा हुन सक्ने सम्भावना पनि बढ्छ। र बियरमा प्युरिनको मात्रा बढी भएको कारणले गर्दा यसले हाम्रो शरीरमा युरिक एसिडको मात्रा पनि बढाउन सक्छ, जस कारणले युरिक एसिड सम्बन्धित ढुङ्गा फेरि पनि उत्पादन हुन सक्छ। सो समग्रमा हामीले के बुझ्नु पर्यो भन्दा बियरको सेवन गरेर मृगौलाको पत्थरी निकाल्न मद्दत पुर्याउँदैन, अझ ढुङ्गाको उत्पादन गराउन सक्छ। हस्त आजलाई यति नै, धन्यवाद।